Hello friends, welcome to our channel HL Beauty Product. आशा छ तपाईहरु एकदमै स्वस्थ हुनुहुन्छ। यदि कुनै कारणवश अस्वस्थ हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहे र आज म हजुरहरुमा एस्योर डेली मोइस्चराइजर लिएर आएको छु। आज यसको बारेमा हामीले अलिकति केही कुराहरु जान्ने छौं। आउनुहोस् जानौं यो केबाट बनेको हो त। यसमा चाहिँ म्याङ्गो बटर रहेको छ र साथसाथमा यसमा चाहिँ दुईवटा ओइलहरु एड गरिएको छ। एउटा रहेको छ ओलिभ ओइल र अर्को रहेको छ सनफ्लावर बाट तयार गरिएको एकदमै बेस्ट रिजल्ट आउने एकदमै बेस्ट हाम्रो डेली मोइस्चराइजर। यसका बेनिफिटहरु के छन् त आउनुहोस् जानौं। र यसमा भिटामिन ए पाउँछ जसले चाहिँ हाम्रो स्किनलाई एउटा नयाँ जस्तै बनाउँछ र तपाईको स्किनलाई चाहिँ ड्राई हुनबाट बचाउँछ। यसको अर्को महत्त्वपूर्ण फाइदा रहेको छ तपाईको एकदमै पुरानो भन्दा पुरानो ड्राइनेसलाई पनि यसले ठीक गर्ने काम गर्छ। ड्राइनेस हुनबाट बचाउँछ। तपाईले डेली मोइस्चराइजर तपाईको फेसमा एड गरिसकेपछि तपाईको फेसलाई हेभी हैन लाइट बनाउने काम गर्छ। तपाईको फेसलाई एकदमै किनभने हाम्रो मोइस्चराइजर एडभान्स टेक्नोलोजीबाट तयार गरिएको हो। आउनुहोस् यसलाई युज कसरी गर्ने त हामीले। तपाईले फेसमा लगाउँदाखेरि अथवा तपाईको जहाँ तपाईको बडीमा तपाईको ड्राइनेस छ ड्राई छ एकदमै त्यनीहरु तपाईले लगाउँदाखेरि कसरी लगाउने त। हातमा निकाल्नुहोस्। लगाउँदाखेरि फेसमा लगाउँदै हुनुहुन्छ भने तपाईले चाहिँ लगाउनुहोस् 1 देखि 2 मिनेटसम्म तपाईले नरम हातले एकदमै हल्का हातले चाहिँ तपाईले मसाज गर्नुहोस्। हेर्नुहोस् मसाज गरिसकेपछि के हुन्छ भने तपाईको फेसले मोइस्चराइजरले एकदमै राम्रोसँग सोच्छ भित्र लिन्छ। तपाईको स्किन एकदमै ड्राई छ भने तपाईले 2 देखि 3 पटकसम्म दिनमा युज गर्न सक्नुहुन्छ र तपाईको नर्मल छ भने तपाईको चाहिँ 1 पटक लिदा पनि हुन्छ। तपाईले 1 पटक लिन सक्नुहुन्छ। हरेक मानिसहरुलाई जुनसुकै प्रोडक्ट लगाइसकेपछि एकदमै बेस्ट रिजल्ट आओस् भनेर लगाउँछ। हेर्नुस् त्यो कारणले तपाईले बेस्ट रिजल्ट चाहिएको हो भने चाहिँ तपाईले 2 देखि 3 महिना चाहिँ रेगुलर तपाईले युज गर्नु पर्यो अनि मात्र तपाईको रिजल्ट एकदमै बेस्ट आउँछ। तपाईको एकदमै महत्त्वपूर्ण अर्को फाइदा के छ भने हामीले बजारको प्रोडक्ट र अन्य प्रोडक्टहरु तपाईको जुनसुकै सिजनमा पनि हामीले लगाउन सक्दैनौं। हेर्नुस् र यो प्रोडक्ट भनेको हाम्रो मोइस्चराइजर भनेको जुनसुकै सिजनमा पनि हामीले लगाउन सक्छौं। यसको अर्को महत्त्वपूर्ण फाइदा यो रहेको छ र तपाईको स्किन र बडी तपाईको चाहिँ अल टाइम ड्राइनेसबाट बच्नेछ। डेली मोइस्चराइजरलाई तपाईले युज गर्नुभयो भने तपाईको स्किन एकदमै सफ्ट रहनेछ र तपाईको स्किन ड्यामेज हुनबाट पनि बचाउने काम गर्छ। र थ्यांक यू सो मच अहिलेसम्म मलाई सुनेर साथ दिनुभयो र मेरो भिडियोहरु यस्तै भिडियो पाउनको लागि तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नुहुनेछ र बेल आइकनलाई पनि क्लिक गर्नु होला। ओके थ्यांक यू सो मच। विश यू वेल।